बागेश्वरी कलेज गैर-नाफामूलक एक सामुदायिक संस्था हो। 2064 सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कलेज स्थापना भएको हो। यो कलेज स्थापना गर्नुको पछाडि त्यति बेला भक्तपुरले लिएको नारा एक घर एक स्नातक र भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रबिन्दु बनाउने जुन नारा थियो त्यो नारालाई सार्थक बनाउन एउटा सहयोगी संस्थाको रूपमा यसले पनि केही गर्न सक्छ भन्ने उद्देश्यले बागेश्वरी कलेज स्थापना गरेका हुन्। साथसाथै त्यति बेला बागेश्वरी माविमा विद्यार्थीको फ्लो बढिरहेको र बढ्दो विद्यार्थीको डिमान्ड, त्यस्तै स्थानीय अभिभावकहरूको अनुरोध र समुदायको अनुरोधका कारणले गर्दाखेरि बागेश्वरी कलेज हामीले स्थापना गरेका हौँ। स्थापना कालमा हामीले 2टा कार्यक्रम सञ्चालन गरेका थियौँ। ब्याचलरका बिए र त्यस्तै गरिकन बिबिएसका कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ। त्यस्तै गरिकन 2066 सालमा हामीले एमबिएसको सम्बन्धन त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गऱ्यौँ। 2070 सालमा एमए सोसियोलोजीको प्रोग्राम पनि हामीले प्राप्त गऱ्यौँ। यसरी अहिले बागेश्वरी कलेजमा स्नातक तहका 2टा बिए बिबिएस र स्नातकोत्तर तहका 2टा एमए सोसियोलोजी र एमबिएस तहका कार्यक्रम सञ्चालन छन्। हाल बागेश्वरी कलेजमा 700 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् र स्थापना कालदेखि अहिलेसम्म बागेश्वरी कलेजले 1414 जना विद्यार्थीलाई ग्रेजुएट गराइसकेका छन्। यसरी हेर्ने हो भने छोटो समयमा बागेश्वरी कलेजले एउटा शिक्षामा ठुलो फड्को मार्न सफल भएको छ।